सबैजनालाई के भन्न चाहन्छु भने अब यस्तो क्या, हाम्रो चाहिँ धेरै दिन भइसक्यो वेदर बिग्रेको होइन। हामीलाई एक्सर्साइज गर्नलाई पनि गाह्रो भइरहेको छ, धुलोहरू उठ्ने, रनिङ गर्नलाई पनि गाह्रो भइरहेको छ। तपाईँको अब बाटो बनाउँदैछ, त्यो गाडी पनि अब गाडीहरू हिँडेर धुलो क्या, मान्छे हिँड्ने ठाउँमा पनि गाडी हिँड्दैछ, अलिक प्रब्लम भइरहेको छ होइन। तैपनि हामीले एक्सर्साइज चाहिँ कन्टिन्यू गरिरहेको छौँ। आज चाहिँ हाम्रो अब पुसअप पुलअप अनि त्यहाँबाट ट्राइसेपको लागि चेस्टको लागि आज मिक्स हान्दैछौँ हामीले। सो सबैजनाले हेरिदिनु होला। सुरुमा त मैले पुसअप गरेँ, नर्मल पुसअप चेस्टको लागि र बाइसेपको लागि। सुरुमा नर्मल पुसअप गरेँ। पुसअपको लागि चाहिँ हाम्रो टेबल देख्न सक्नुहुन्छ, अलि हाइटी टेबलमा पुसअप गरेँ। चेस्टको लागि पनि अलिकति राम्रो हुन्छ र बाइसेपको लागि पनि राम्रो हुन्छ। पहिलाकै जस्तै पार्कमा राम्रो बनाएको थियो होइन, सबैजनाले हेरिदिनु होला। त्यसपछि चाहिँ मैले ट्राइसेपको लागि गरेँ। त्यो 20 सेट हान्नु थियो ट्राइसेपको लागि, ट्राइसेप 20 हान्नु थियो, त्यही भएर ट्राइसेप पनि राम्रै भयो। अब मैले चाहिँ प्लानिङ के गरेर आएको थिएँ भने केटाहरूलाई होइन, अब कसरी गर्दा के हुन्छ कस्तो हुन्छ भन्ने चाहिँ मैले सबैजनालाई एउटा सुझाव पनि एउटा नयाँ भिडियो लिएर अर्कोचोटि आउने छु। अहिलेको लागि चाहिँ हो यो यसको सेट सकाएपछि चाहिँ मैले आफ्नो सो त्यही हो सबैजनालाई होइन। पानी पर्ला जस्तो नि भइरहेको छ, वेदर चाहिँ अलिक बिग्रेको छ होइन, धेरै दिन भइसक्यो। सबैजनाले एक्सर्साइज त कन्टिन्यू गरिरहने नै भएको छ। भए तापनि अहिले वेदरको कारणले गर्दा सबैजना बिरामी भएको छ। त सबैजनालाई टेक केयर हुन चाहन्छु होइन। अब बिरामी हुँदा तातो पानीहरू खानु होला भन्न चाहन्छु। अलिक आफ्नो केयर गर्दा चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई होइन। दुईजना चाहिँ यहाँ पुसअप गर्दैछन् होइन। ट्राइसेप एन्ड बाइसेपको लागि। त्यसपछि चाहिँ मैले नर्मल पुलअप गर्ने सोचेँ। नर्मल पुलअप चाहिँ हाम्रो 20 को सेट हुन्छ। जहिले पनि नर्मल पुलअप चाहिँ हामी कि त सेटमा हान्छौँ, 12 को सेट हान्छौँ, कि नभए चाहिँ पहिला हाइएस्ट हान्छौँ, आफूले जति सक्छ त्यति, अनि त्यसपछि सेट बनाएर हान्छौँ। अब 10, 12, 14 त्यसरी सेट बनाएर हान्छौँ होइन। त्यसपछि चाहिँ मैले पुसअप गर्ने सोचेँ चेस्टको लागि होइन। अलि हाइटी ठाउँमा त अघिको जस्तै नर्मल पुसअप भन्दा पनि अलिकति फरक, हात क्लोजमा राखेर पुसअप गर्दा चाहिँ के हुन्छ भने तपाईँको चेस्टको लागि चाहिँ राम्रो हुन्छ। चेस्ट चाहिँ अलि बेनिफिट जस्तो देखिन्छ क्या, ज्यान हेर्दाखेरि पनि चट्ट लाएर होइन। चेस्ट होस् अलि सिक्स प्याकहरू नभए पनि चेस्ट अलिकति उठेको र बाइसेप अलिकति टाइट जस्तो देख्यो भने चाहिँ अलिकति राम्रो हुन्छ क्या होइन। अलिक हेर्दा पनि ठिक देखिन्छ नि त। सो त्यही हो, अलिकति पुसअप हानिसकेपछि एउटा दुईवटा पोज दिएँ, ब्याकको र फ्रन्टको। त्यसपछि चाहिँ मैले भाइलाई चाहिँ मैले दिएको चस्मा कस्तो लाग्यो? दामी लागिरहेको। त्यसपछि मैले क्यालिस्थेनिक्समा हार्डवाला क्या, अब हाम्रो यो हुन्छ नि मसल अप, अनि त्यसपछि हाम्रो यो बाइसाइकलवाला टाइपको त्यो हान्न थालेँ। यो मसल अप गर्नलाई चाहिँ अलिकति हार्ड नै हुन्छ, किनभने अलि पुलअप गर्ने मान्छेहरूलाई चाहिँ मसल अप इजी भन्छ नि, त्यो पनि हुँदैन होइन। पहिला पुलअप 30 क्रस हान्नेले पनि मसल अप हान्न सकिँदैन, कसैले यत्तिकै मसल अप हान्न पनि सकिन्छ क्या। त्यसको लागि चाहिँ अलिकति आफूमा पनि ध्यान दिनु पर्ने हुन्छ होइन। त्यसपछि मैले चाहिँ आफ्नो लागि चाहिँ मैले यो नेगेटिभ हाने। यो नेगेटिभ चाहिँ कस्तो भने यो राउन्ड घुम्ने, र साथमा मैले आज चाहिँ के भनेको थिएँ, नेगेटिभमा चाहिँ मैले 10 राउन्ड हान्यो भने त हात चाहिँ लास्ट बार चिप्लो भएर 2 राउन्ड मात्रै हानेर अनि फेरि मसल अप हान्न सुरु गरेँ। मसल अप हानेपछि त्यही हो, आफ्नै स्टाइलमा एउटा अलिकति कतिको हार्डसम्म सकिन्छ भनेर एउटा च्यालेन्ज जस्तो भयो होइन। त्यसपछि राम्रो भयो, ठिक हो। त्यसपछि चाहिँ भाइले पनि मेरो पनि भिडियो बनाइदिनु, म नि एउटा नर्मल पुलअप गरेको हाल्छु, तपाईँकोबाट हालिदिने न, मलाई नि अलिकति सपोर्ट चाहिएको भन्दा चाहिँ भाइले पनि युट्युबमा सर्ट भिडियोहरू कहिले काहीँ हाल्छ होइन। अनि टिकटकलाई पनि अलिकति टिकटकमा नि आफ्नो निरन्तर 2-3टा भिडियो दिइरहेकै छ, उसको लागि पनि अलिअलि हेल्प गरिदिनु होला सबैजनाले। त्यसपछि मैले चाहिँ आफ्नो यो कोडको लागि चाहिँ कोड टाइटको लागि चाहिँ पेटको र मैले ट्राइसेपको चाहिँ दुवै एकैचोटि गरेँ। किनकि त्यो कोड टाइट चाहिँ किन चाहिन्छ भन्दाखेरि अलि रनिङ गर्दा पनि कम्फर्टेबल होइन। त्यसपछि हाम्रो यो ट्राइसेपको चाहिँ के हुन्छ भने ट्राइसेप यो बडीमा बाइसेप मात्र हुँदाखेरि चाहिँ अलिक राम्रो देख्दैन क्या। ट्राइसेप पनि अलिकति कटिङ निस्केले हुनुपर्छ होइन। त्यसपछि जम्पिङ पुसअप गर्दै क्या, जम्पिङ पुसअप पनि गर्ने, जम्पिङ पुसअप पनि गर्ने। त्यसले चाहिँ के भने स्टामिना अलिकति पुसअपमा चाहिँ अलिकति स्टामिना बढी गरेको जस्तो पनि फिल हुने होइन। सो त्यही हो, सबैजनाले माया हो होइन। हजुरहरूलाई कस्तो लाग्यो भिडियोहरू, राम्रो छ कि नै भन्ने कमेन्ट गरिदिनु होला।
हजुरहरूले जस्तो प्रतिक्रिया दिनुहुन्छ त्यस्तै भोलिको दिनहरूमा पनि म अझै राम्रो भिडियो लिएर आउनेछु होइन अब लाइक हाम्रो चाहिँ किन राम्रो भिडियो आउँदैन भने क्यामेरा पनि अलिक राम्रो छैन अनि त्यही भएर कस्तो मान्छे हुन्न क्या कोहीले कसलेबाट बनाइदिने अब कसले मेरो भिडियो कसले बनाइन्छ भनेर सोध्नु पर्ने हुन्छ क्या अलिकति क्यामेरा राम्रो भएर आफ्नो अलिकति 360 वाला क्यामेरा भए चाहिँ अलिक बवाल नै देखिन्थ्यो होइन तर त्यो कारणले हुन पाएन केही छैन तब आज जति नै एक्सर्साइज गऱ्यो आज सबैलाई म के भन्न चाहन्छु भने एक्सर्साइज चाहिँ कन्टिन्यू गर्नु होला त्यो किनकि ग्याप राखे पनि तपाईँले एक्सर्साइज कहिले पनि नछुड्नु होला एउटा घरमै होस् घरमा बरु ओन्ली पुसअप मात्र हान्नुहोस् अर्कै हान्नु पऱ्यो न दिनमा 20 मात्र पुसअप हान्नु त्यसले पनि हजुरलाई एक्सर्साइजमा अलिकति राम्रो बनाउँछ त्यस्तै हो सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई भन्न चाहन्छु बाई बाई